वेलकम टु आवर च्यानल। स्वागत गर्न चाहन्छु फेरि पनि तपाईँहरूको आफ्नो च्यानल आइटी एक्सेसमा। र आज पनि म नयाँ भिडियो लिएर उपस्थित भएको छु र आशा गर्नेछु है यो भिडियो चाहिँ तपाईँहरूले पूर्ण रूपमा हेरेर केही न केही अवश्य पनि सिकेर जान सक्नुहुनेछ भनेर। सो गाइज, हामीले धेरै एपको कुरा गऱ्यौँ होइन। कहिले हामीले टेक फ्रिडमको कुरा गरिरहेका छौँ त कहिले हामीले अन्य एपको कुरा गरेका छौँ। तर आज चाहिँ म अलिकति फरक धारको एपको कुरा गरिरहेको छु। यदि तपाईँहरू स्टोरी लभर हुनुहुन्छ, यदि तपाईँहरूलाई चाहिँ कथाहरू पढ्न धेरै मन लाग्छ, जो चाहिँ नेपाली नभई अन्य ल्याङ्ग्वेज होइन को होस् भन्ने फिल हुन्छ भने चाहिँ आज म तपाईँसँग त्यस एपको बारेमा कुरा गरिरहेको छु। धेरैले सुन्नुभएको होला प्रतिलिपि भन्ने एउटा एप। प्रतिलिपि भन्ने एप चाहिँ कस्तो हो भने गाइज, यो एपबाट चाहिँ हामीले विभिन्न किसिमका लभ स्टोरी, हरर स्टोरी, एक्सन स्टोरी होइन, अनि स्त्री विमर्श, बाल साहित्य, धेरै 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 है यस्ता कुराहरू चाहिँ हामीले सरी गाइज पढ्न सक्छौँ। सो एउटा ब्लाइन्ड पर्सनले पनि यो कसरी युज गर्ने र कसरी चाहिँ यो चलाउने भन्ने कुरा चाहिँ तपाईँहरूलाई मैले सिकाउन चाहिँ गइरहेको छु। सो यो प्रतिलिपि भन्ने चाहिँ एप इजिली हामीले प्ले स्टोरमा गएर सर्च गरेको खण्डमा भेट्नेछौँ। PRATILIPI यो त भन्नै पर्दैन गाइजहरूलाई। अनि त्यहाँ सबैभन्दा बढी डाउनलोडेड भएको स्टोरी रिडर एप भनेकै प्रतिलिपि हो। तपाईँलाई देखाउन चाहन्छु। म प्ले स्टोरमा जान्छु है त गाइस। ओके, सुन्नु पक्नु, म मेरो डिटेल्स सबैले घटाउँछु। ओके, मेरो फोनको नाम भनेको थियो है प्रतिलिपि इन्स्टल्ड भनेको छ। मैले चाहिँ यो मैले यो स्यामसङ A50s बाट रेकर्ड गरे तापनि जिमेल एउटै भएको कारणले गर्दाखेरि चाहिँ यस्तो देखाएको हो। सो प्रतिलिपि रिड मोर स्टोरी भन्छ। तपाईँको इन्स्टल भएको छैन भने इन्स्टल बटन भन्छ। इन्स्टल गरिसक्नु भयो भने अभियसली ओपन भन्ने नै भयो। सो ओपनमा क्लिक गरेँ मैले। गाइज, तपाईँहरूलाई म भनिदिन्छु, जस्तो कि मैले चाहिँ यो अहिले GCA+बाट रेकर्ड गरिरहेको कारणले गर्दा खासै समस्या हुँदैन। यहाँ लेभलहरू हामीले जुन टकब्याकमा जुन अनेबल भन्ने टकब्याकमा हाम्रो एउटा सिस्टम हुन्छ नि, के भन्छ त्यसलाई, स्पिच एलिमेन्ट समथिङ त्यस्तो के भन्ने, त्यसमा टिक लाए जस्तै हाम्रो GCA+मा नै हामीले त्यस्तै मा टिक लाउनु पर्ने हुन्छ, सिमिल्टेनियस समथिङ त्यस्तो के भन्छ। त्यो गरिसकेपछि चाहिँ हाम्रो नपर्ने बटनमा पनि त्यसले चाहिँ भनिदिन्छ के। सो तपाईँहरूले त्यो टकब्याकमा पनि त्यो खालको चाहिँ लाउनु होला। नत्र यदि इफ तपाईँहरूले GCA+ युज गर्नुभएको छ भने चाहिँ तपाईँहरूले त्यहाँ पनि त्यो जुन अनेबल बटनलाई पनि भन्ने जुन एउटा सिस्टम हुन्छ त्यसलाई टिक लाउनु होला होइन। त्यसपछि चाहिँ यसले राम्रै हामीलाई पढ्नलाई ओर्नलाई हामीलाई सहज हुन्छ। न त फेरि 000 बटन भन्ने गर्छ कि। सो ओके, क्लिक गरौँ। सर्वप्रथम चाहिँ यसले हामीलाई ल्याङ्ग्वेज सेलेक्ट गर भन्दैछ। बङ्गला, गुजराती, हिन्दी, ब्ला ब्ला ब्ला, इङ्ग्लिस सबै छ, तर हामी यहाँ धेर नजाउँ। ओके, सिम्पली मैले हिन्दीमा क्लिक गरेँ। तपाईँहरू यदि इङ्ग्लिस बुझ्नुहुन्छ भने इङ्ग्लिस पनि सिस्टम छ। इङ्ग्लिस पनि रहेछ है, तर मैले चाहिँ हिन्दीमै चुज गरेँ। सिम्पली हिन्दीमा क्लिक गरेपछि यस्तो खालको एउटा इन्टरफेस ओपन भयो। तपाईँहरूलाई कुनै न कुनैमा एउटा गुगल है साइन इन गर्नुपर्छ भनेर यसले भन्छ। मेरो चाहिँ अटोमेटिकली यो साइन इन भइदियो, किनकि मैले चाहिँ यहाँ पहिले नै मेरो स्टोरीको जुन एउटा हुन्छ त्यो चाहिँ गरेको हुँदाखेरि यहाँ यस्तो देखायो। अब यहाँको तपाईँलाई म सरर इन्टरफेस देखाइदिन्छु है। सबैभन्दा माथि हेरौँ।
Toolbar profile button. Toolbar search button. टुलबार सर्च यो माथि सर्च बटन रहेको छ है यो सर्च बटनमा चाहिँ हामीले कुनै पनि मान्छेको आइडी स्टोरीको जुन टपिक थाहा छ भने है हामीले चाहिँ के गर्ने त भन्दा सर्च गर्ने अनि टक 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 लेख्ने सर्च गर्ने आइहाल्छ अनि पढ्ने है Toolbar profile button. टुलबार प्रोफाइल यो त यहाँलाई भन्नै पर्दैन तपाईँ हामीले बारम्बार युज गरेकै हो प्रोफाइल आइकन युज गरेर त्यहाँ फोटो हाल्ने यताउता होइन सो Selected आपके लिए time. आपके लिए श्रेणी time. श्रेणी यो श्रेणीभित्र हामीले ट्याप गऱ्यो भने यहाँ चाहिँ हामीले जनराहरू सेलेक्ट गर्ने जस्तो कस्तो कस्तो किसिमको हुन्छ त होइन म तपाईँलाई देखाउँछु श्रेणी. हरर. हरर कहानी भन्छ प्रेम कहानी. प्रेम कहानी Selected श्रेणी time. प्रेम कहानी. फ्री विशेष कहानी. सस्पेंस और थ्रिलर कहानी. सो Back button. एप्लीकेशन बंद करने के लिए पुनः दबाएं. फ्री विशेष कहानी. Selected श्रेणी time. प्रेम कहानी. Selected आपके लिए time. आपके लिए. ओके श्रेणीमा चाहिँ यस्तो हुन्छ होइन ओके म प्रोफाइल बटनभित्र जान्छु किनकि प्रोफाइल बटनभित्र धेरै हामीलाई युजफुल हुने वर्कहरू चाहिँ छ है Toolbar search button. Toolbar profile button. सिम्पली प्रतिलिपि रचना. रचना भनेको छैन वापस जाने button. वापस भनेको ब्याक जाने कुरा भएको स्वाइप राइट गर्दैछु म समीर लिम्बू. समीर लिम्बू यो सो त मेरो नाम भने भइ नै गयो Activity user profile toolbar premium text icon button. यो प्रिमियम यो त्यति जरुरी छैन हामीलाई होइन यो नगरौँ Menu action share button. सेयर यसले हामीले यहाँबाट हाम्रो यो लिङ्कबाट अन्य साथीहरू गएको खण्डमा चाहिँ हामीले बोनस स्वरूप 5 सिक्का पाउँछौँ अनि त्यो 5 सिक्काबाट हामीले कुनै पनि एउटा न्यू स्टोरी पढिदिएछ भने चाहिँ भाग अनलक गरेर एक्स्ट्रा भाग पढ्न पाइन्छ न त दिनमा एउटा मात्रै भाग पढ्न पाइने हो होइन तर हामीसँग सिक्का छ भने चाहिँ हामीले के गर्न सकियो त भन्दा जति सिक्का छ हामीसँग त्यति पार्ट हामीले पढ्न पाइने भयो है यसको बारेमा म यहाँलाई भन्दैछु Menu action settings button. मेन्यु एक्सन सेटिङ यहाँ भित्र जाउँ प्रतिलिपि. समीर लिम्बू account. पसंदीदा श्रेणी. यो त यहाँहरूलाई सिकाउनु पर्दैन किनकि यतिकै जरुरी पनि छैन त्यही पनि यो पसन्दिदा श्रेणी यो हामीलाई जरुरत भए अनुसार हामीले मिलाउने कुरा हो तपाईहरुले कमेन्ट गर्नुभएको खण्डमा यो पनि हामीले गराउन एक दिन है सूचनाएं. नाइट मोड दोस्तों कमेन्ट ब्रेक करें. नाइट मोड नहीं. Selected हाँ. ओके मैले नाइट मोड भनेको डार्क मोड हो यो डार्क मोड सुरुमा चाहिँ सिलेक्टेड हुँदैन मेरो चाहिँ दुईटै फोनमा एउटै जिमेलमा चाहिँ मैले एउटै स्टोरीहरू चाहिँ पढ्ने भएको हुँदाखेरि सेटिङ अटोमेटिकली भयो नत्र चाहिँ तपाईको यो नाइट मोड चाहिँ हुँदैन सुरुमा है यहाँ चाहिँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ यसरी भित्र गएर नाइट मोड सिलेक्टेड हाँ. ओके बटन मेरो यो छ प्रतिलिपि. नाइट मोड दोस्तों कमेन्ट ओके अपडेट यदि आएको छ भने हामीले अभियसली प्ले स्टोरमा गएर गर्दा नि भयो या त यसको जुन यहाँ अपडेट बटन छ यहाँ भित्र गएर पनि यदि आएको छ भने अपडेट गर्दा भइहाल्छ यो ठुलो कुरा भएन कमिन सम्पर्क भाषा बदलिन ओके यो भनेको मेजर सेटिङहरु यो तपाईहरुलाई यो आइ नै हाल्छ हैन सो श्रेष्ठ रचना पोस्ट टाइम selected रचना इन टाइम प्रतिलिपि पनि दोस्तों के स्क्रीनिंग चलेंगी प्रोत्साहन को देखिन सक्रिय सब्सक्रिप्शन एक्सपांड लिंक 10 फॉलोअर्स अपने बारे में लिखिन 50 लोगों ने पढ़ा समीर लिम्बू प्रोफाइल मेन्यू एक्शन सेटिंग्स बटन प्रोफाइल इमेज बटन ओके प्रोफाइल इमेज मैले प्रोफाइल लागेको छैन है समीर लिम्बू मेरो नाम भइगयो 50 लोगों ने पढ़ा 50 लोग सरी मैले पनि यस्तो स्टोरीहरु चाहिँ हल्का लेख्ने गर्थे गाइज हैन अनि मेरो चाहिँ 50 जनाले पढेछन् वा व्हाट अ नाइस है सुन्दा पनि कस्तो जिउ स्ट्रिङ हुन्छ के 50 जनाले पढ्यो मेरो स्टोरी 50 जनाले नट अ जोक्स अपने बारे में लिखिन आफ्नै बारेमा लेख्यो भनेको चाहिँ यहाँ तपाईले Google Play Services स्टेटस बायो लेखे जस्तै हो यो दिन नजाउँ हैन समीर लिम्बू activity menu action share button menu action settings profile image button समीर लिम्बू 50 लोगों अपने बारे में 10 फॉलोअर्स 10 फलोअर एक्सपांड लिंक एड फलोइङ म स्वाइप राइट गर्दै अघि बढ्दैछु सक्रिय सब्सक्रिप्शन यदि सब्सक्रिप्सन यो सब्सक्रिप्सन भनेको चाहिँ के हो भने गाइज सिम्पली भन्दाखेरि तपाईँ एउटा राम्रो राइटर बन्नुभयो है तपाईँ एउटा राम्रो राइटर बन्नुभयो भने तपाईँका फ्यानहरू हुन्छन् तपाईँका फलोअर्सहरू हुन्छन् उनीहरूले चाहिँ तपाईँले लेखेको स्टोरी टाइममा पाउनको लागि के गर्छन् त भन्दा मन्थली 200-300 रुपिस चाहिँ उनीहरूले तिर्छन् हैन त्यति तिरेपछि तपाईँको कहानीहरू उनीहरूले तपाईँले दिनमा एक पार्ट
अपलोड गर्नुहोस् चाहे 10 पार्ट अपलोड गर्नुहोस् उनीहरूले सरर पढ्न पाउने भयो तपाईसँग गफ गर्न पाउने भयो च्याट गर्न पाउने भयो त्यो सिस्टमहरू छ हैन तर हामी सिम्पली रिडरहरूलाई चाहिँ त्यति सब्सक्रिप्सनको चाहिँ जरुरत छैन सब्सक्रिप्सन गरे पनि नगरे पनि दिनमा एक एकवटा पार्ट अनलक हुन्छ अलिकति एक्साइटेड कहानीहरू भयो भने चाहिँ गाह्रो हुन्छ गाइस मैले पनि एक्सपिरियन्स गरेको कुरा हो प्रोत्साहकको देखि यो भनेको तपाईँ राइटर हुनुहुन्छ भने तपाईँले गरेका कृतिको चाहिँ कस्तो किसिमको चाहिँ भइरहेछ कमेन्ट प्रतिक्रिया भन्ने कुराहरू हो रिडिङ च्यालेन्ज सबभन्दा इम्पोर्टेन्ट यो 20 सिक्का जस्तै बारेमा तपाईँ पछि भन्नु मैले जस्तै यहाँ रिडिङ च्यालेन्जमा क्लिक गरेँ अनि म स्वाइप राइट गर्दै अघि बढेँ ओके सुरुमा यो देखाउँछ यदि तपाईँहरू फर्स्ट युजर हुनुहुन्छ भने चाहिँ प्रोफाइलभित्र गरे यो रिडिङ च्यालेन्ज सुरु गरे भनेर गर्नु होला है क्लिक गरेँ अब के हुन्छ भने गाइज यो रिडिङ च्यालेन्ज हामीले किन पनि स्टार्ट गर्नु पर्यो भने लगातार हामीले यो 7 दिनसम्म है कुनै पनि स्टोरीको जस्तै आज मैले पार्ट 1 पढेँ भोलि पार्ट 2 पढेँ गर्दै दिनमा एक एकवटा भाग मात्रै तपाईँहरूले अलग अलग दिनमा पढ्नु भयो या आज तपाईँले प्रतिलिपि चलाउनु भोलि चलाउनु जो 7 दिनसम्म तपाईँले चलाउनु भयो हैन धेरै चलाउनु पर्दैन वटा स्टोरी पढ्दा हुन्छ फेरि यो प्रतिलिपि भन्ने एक प्रकारको लज जस्तो हुन्छ गाइज म चाहिँ एक टाइम दिन रात प्रतिलिपिमै कहानी सुन्ने भइसकेको थिएँ हैन अनि त्यो एउटा लज हुन्छ त्यति चाहिँ लज चाहिँ नगरिदिनु होला कुनै कुराको पनि राम्रो चाहिँ हैन सो दिनमा तपाईँले एउटा दुईटा पार्ट पढ्नु भयो फेरि गएर एउटा दुईटा पार्ट पढ्नु भयो तर यो जरुरी छैन दिनमा एउटा मात्रै भाग पढे पनि काम चाहिँ पुग्यो है कुरा त्यो त्यो पढेपछि तपाईँको 7 दिनको च्यालेन्ज हुन्छ 7 दिनसम्म तपाईँले प्रतिलिपि हर दिन एक एकवटा पार्ट तपाईँले स्टोरीको पढ्नै पर्ने हुन्छ अनि 7 दिनपछि तपाईँको के हुन्छ भन्दा डलर आउँछ है 5 सिक्का डलर आउँछ त्यसलाई हामीले क्लेम गर्नुपर्ने हुन्छ सो यो क्लेम गर्ने पनि म तपाईँलाई सिकाउने छु 7 दिनपछि र अर्को कुरा भनेको क्लेम भन्ने स्टार्ट गरेपछि क्लेम भन्ने भइगयो हैन अनि त्यो 7 दिनको क्लेम गरेपछि अर्को पनि सुरु हुन्छ हापस्याप 8 9 10 11 12 गर्दै 20 दिनसम्म है 8 देखि 20 दिन त्यसको फेरि 20 सिक्का आउँछ मतलब तपाईले 20 दिन भित्रमा तपाईले 25 सिक्का कमाउनुहुन्छ अनि त्यो 25 वटा कोइनले चाहिँ हाम्रो 5 वटा पार्ट ओपन हुने भयो है एउटा स्टोरीको चाहिँ 5 सिक्का अनलक गर्नलाई त्यो हामीले बुझ्नुपर्ने हुन्छ म तपाईलाई त्यो पछि सिकाउने छु ओके यति नै गाइस Reading challenge progress. Reading challenge progress. Reading challenge progress. Reading challenge 7 दिन के लिए प्रतिदिन एक कथा वाक्य पढ़ें और 5 सिक्के प्राप्त करें. यो मैले भनिसके अघि नै हैन 0/7 0/7 बटन प्रतिलिपि यो भनेको छ म ब्याक गरेँ अब तपाईहरुलाई म बताउँछु लास्ट एउटा कुरा श्रेणीमा म क्लिक गरेँ मलाई चाहिँ हरर या त प्रेम कहानी पढ्न एकदम मन लाग्छ है I love love stories. 4.10 million apple double cam -1 minus cuma 414 bang. यहाँ देखाएको तेरा मेरा मिल्न पल त पलका अफ गाइस सुन्दा पनि कस्तो हुन्छ नि मनमै लाग्छ के अनि अघि यो स्टोरीमा मैले सिम्पली क्लिक गरेँ अब जब क्लिक गरेँ यहाँ यस्तो खालको एउटा अप्सन आयो 1 13 million apple double for after support list after support button auto power in main world saranj main world library power handle ओके मैले चाहिँ यसलाई के गरेँ भने सिम्पली स्टोरीमा क्लिक गरेँ अनि स्वाइप लेफ्ट गर्दै अघि बढेँ बीचमा मैले कहीँ टच गरिदिएँ जस्तो 1 13 million apple double cam -1 4.10 k2 minute 18 414 after support list content after support list button auto power in main world run saranj main world library एड टु लाइब्रेरी तपाईलाई कुनै पनि स्टोरी मन पर्छ भने एड टु लाइब्रेरी गर्न सक्नु हुनेछ सो एड टु लाइब्रेरी गर्दा के हुन्छ भने तपाईहरुले अफलाइन डाउनलोड गरे जस्तो चाहिँ हैन तर यो प्लेलिस्टमा सेभ गरिन्छ नि हामीले युट्युबमा सिम्पली त्यस्तो चाहिँ हो यदि बारम्बार हामीले यो श्रेणी भित्र गएर सर्च गर्न सकिदैन नि त त्यही भएर हामीले एड टु लाइब्रेरी गर्यो भने चाहिँ अब लाइब्रेरीमा रहन्छ अनि टक्क हामीले लाइब्रेरीमा गएर हेर्यौं भने यो हामीले भेट्छौं अनि पढ्न सकिन्छ सो आफूलाई मन परेको स्टोरीहरु एड टु लाइब्रेरी गर्नुलाई आफूले पढिरहेको स्टोरी चाहिँ त्यो बुक मार्क के भन्छ नि गाइस त्यो गरे जस्तो नै हो सो ओके Saranj main world run home para tower main office meeting चल रही थी कि तभी मेरी मेल पर जोर से बज रही थी और ओके यो यस्तो भनेको छ यो नगरौँ हैन 0/7 भनेको छ
यो मैले क्लिक गरेँ भने यस्तो खालको देखाउँछ तपाईहरु लोभिजन हुनुहुन्छ भने त पढ्न सक्नुहुन्छ हैन ओके सो गाइज दिस मच फर टुडे मैले तपाईलाई बताएको छु मेरो अहिले चाहिँ किनभने यहाँ चाहिँ म प्रतिलिपि खासै पढ्दिनँ है अनि यहाँ चाहिँ मैले के गरेँ भने गाइज नेपालीमा चाहिँ ई स्पिक सेलेक्ट गरेको कारणले गर्दा यस्तो भएको छ मेरो चाहिँ ई स्पिक नेपालीमा छ करेन्टली म अन्य जुन एपहरु एक्स्ट्रा युज गरेको छैन तत्काललाई हैन यो फोनमा त्यही भएर चाहिँ मैले पढिन सुनाइन तपाईहरुलाई तर एकदम ई स्पिक अथवा हिन्दी पढ्ने कुनै पनि तपाईहरुसँग टीटीएस छ भने एकदम फिलमा पढ्छ राम्ररी पढ्छ गाइस ट्राई गर्न सक्नुहुन्छ प्लिज एकचोटी ट्राई गर्नु होला र अर्को कुरा भनेको त्यही हो यहाँबाट हामीले स्टोरी पढ्न सक्छौं इजिली प्लिज कस्तो लाग्छ भिडियोलाई लाइक गरिदिनु होला शेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला तपाईहरुले चाहेको माग अनुसार आगामी आउने टाइममा नयाँ भिडियोहरु ल्याउने छु आईटी एक्सेस नाम त थाहा नै होला हेर्दिनु होला यो चाहिँ मैले एउटा नयाँ एक्सपेरिमेन्ट गरेको छु आशा गर्दैछु तपाईहरुले केही न केही चाहिँ अवश्य पनि सिकेर जान सक्नुहुन्छ हुनेछ यो भिडियोबाट भन्दै आजको दिन शुभ रहोस् भन्दै अब भने म यो भिडियोलाई क्लोज गर्छु तर मैले भनिसके प्रतिलिपिको लास्ट एउटा पार्ट आउनेछ जहाँ म तपाईहरुलाई यो रिडिङ च्यालेन्ज पछि सिक्काहरु कसरी क्लेम गर्ने है पार्टहरु कसरी अनलक गर्ने भनेर म तपाईहरुलाई विस्तृत रूपमा सिकाउने छु ओके गाइस है त आजलाई चाहिँ यति नै भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा प्लिज टिप्पणी गर्न नभुल्नु होला